अब त्यस्तै गरेर पब्लिक void यहाँ गएर delete delete staff स्टाफ भनेर यहाँ गएर string युजर आइडी मा गइसकेपछि हामीले यसलाई कपी गर्नु पर्यो अनि यहाँ गएर कन्ट्रोल भी अनि हामीलाई यो चाहिँदैन अहिले त अब हामीलाई खाली भ्यालु मात्रै पठाउनु पर्ने हुन्छ अरु ठिक छ जस्तै यहाँ गएर डिलिट भनेर कमान्ड चलाउनु पर्छ जस्तै डिलिट delete from table name pbl crud crowd where username यति भइसकेपछि yes set string यहाँ गएर 1 यहाँ गएर 1 get staff id अनि यति भइसकेपछि हामीले ps.execute update query भनेर हाल्नु पर्छ यसले के गर्छ अटोमेटिक डिलिट कमान्ड चलाइदिन्छ भनेपछि यदि यो भएन भने हामीले यहाँ गएर पब्लिक void अब एड गर्नु एड sta staff यहाँ गएर हामीले sta staff यहाँ गएर staff कमान्ड चलाउनु पर्छ कन्ट्रोल भी यहाँ गइसकेपछि insert into table name जस्तै pbl crud crowd values यहाँ गएर अनि यहाँ गएर युजर नेम इमेल त्यस्तै गरेर तपाईको जेन्डर यहाँ गएर यसलाई हटाइदियो यसलाई हटाएर यसलाई हटाएर ps.set username staff set username is dot ps dot set string भइसकेपछि 1 यहाँ गइसकेपछि अब यहाँ staff get username के भ्यालु छ ps dot set string यहाँ गएर 2 अनि यहाँ गएर sta staff get email त्यस्तै गरेर ps dot set string यहाँ गएर 3 अनि sta staff dot get तपाईको जेन्डर यति भइसकेपछि ps.execute update query यति भइसक्यो हाम्रो यहाँबाट हाम्रो कतिवटा प्यारामिटर यहाँबाट पास भइरहेछ त्यही अनुसार उताबाट एड को कन्डिसनमा आउँछ एड को कन्डिसनमा प्यारामिटर आउँछ त्यसलाई उले पाल्ले पालो अब अपडेट को कन्डिसनमा पनि त्यही नै हुन्छ public void यहाँ update sta staff यहाँ पनि हाम्रो त्यही नै हुन्छ लगभग यही कन्डिसन हुन्छ कन्ट्रोल सी यहाँ गएर क्वेरी चेन्ज try hana get message
त्यस्तै गरेर इन्सर्टको हैन यहाँ गएर हामीले के गर्नु पर्यो अपडेट क्वेरी चलाउनु पर्यो अपडेट TVL fraud set username question mark त्यसपछि email equals to question mark here username equals to question mark यहाँ गएर हामीले control X लास्टमा control V अनि यहाँ गएर properly यहाँ 2 यहाँ 1 यति भइसकेपछि अपडेट अनि त्यस्तै गरेर अर्को हुन्छ हाम्रो पब्लिक लिस्ट अहिले काम गरेन त्यस्तै गरेर लिस्ट get all staff लिस्ट काम गरेन यहाँ गएर staff भनेर import java dot util string यहाँ यति भइसकेपछि अब यहाँ गएर हामीले अब्जेक्ट बनाउनु पर्छ जस्तै मोडुलको अब्जेक्ट हाम्रो के छ यहाँ त्यो पहिला बनाउनु पर्छ जस्तै हाम्रो स्टाफ छ स्टाफको लागि पहिला लिस्ट यहाँ गएर staf स्टाफ त्यस्तै गरेर लिस्ट न्यू array लिस्ट स्टाफ ओके अब हामीले यति भइसकेपछि सिलेक्ट गर्नु पर्यो सबैलाई भनेपछि यहाँ गएर कन्ट्रोल भी गर्नुस् अनि सिलेक्ट क्वेरी सिलेक्ट स्ट्रिङ फ्रम TVL fraud TVL fraud भनेपछि हामीले भ्यालु सिलेक्ट गर्नु पर्यो get a string get a string भनेपछि result set res equals to ps dot execute query यहाँ गएर while loop res dot next यति भइसकेपछि यहाँ गएर res यहाँ गएर हामीले के भने staf स्टाफ भनेर एउटा बनाउनु पर्यो यो बनाइसकेपछि अब staf dot set username res dot get string यहाँ गएर 1 भनेर दिनु पर्यो त्यस्तै गरेर 2 3 भनेपछि यहाँ गएर 2 यहाँ गएर 3 अनि यहाँ गएर सेट इमेल भनेर त्यस्तै गरेर सेट जेन्डर यहाँ गएर जेन्डर भनेर res3 अनि लास्टमा हामीलाई लिस्टमा गएर एड गर्नुपर्छ स्टाफलाई अनि यसलाई हटाइदिनु पर्छ यतिलाई अनि त्यो पनि भएन यो यहाँ भयो यो यसको RETU रिटर्न हामीले लिस्ट गरिदिनु पर्छ यो भयो